यो हो स्याउ। चिनिया भाषामा यसलाई फन्ड्यो भनिन्छ। यो हो केरा। चिनिया भाषामा यसलाई सेन्जियो भनिन्छ। यो हो सुन्तला। चिनिया भाषामा यसलाई छिन्जे भनिन्छ। यो हो अङ्गुर। चिनिया भाषामा यसलाई पटो भनिन्छ। यो हो आँप। चिनिया भाषामा यसलाई नन्ड्यो भनिन्छ। यो हो भुइँकटर। चिनिया भाषामा यसलाई बोलो भनिन्छ। यो हो खरबुजा। चिनिया भाषामा यसलाई चड्यो भनिन्छ। यो हो अनार। चिनिया भाषामा यसलाई शिलै भनिन्छ। यो हो मेवा। चिनिया भाषामा यसलाई नग्यो भनिन्छ। यो हो अम्बा। चिनिया भाषामा यसलाई फिन्सलै भनिन्छ। यो हो स्ट्रबेरी। चिनिया भाषामा यसलाई खमै भनिन्छ। यो हो नरिवल। चिनिया भाषामा यसलाई इजे भनिन्छ। यो हो नासपाती। चिनिया भाषामा यसलाई लो भनिन्छ। यो हो खुर्पानी। चिनिया भाषामा यसलाई चङ भनिन्छ। यो हो आरु। चिनिया भाषामा यसलाई ठौजे भनिन्छ। यो हो अलुबखडा। चिनिया भाषामा यसलाई लोजे भनिन्छ। यो हो चेरी। चिनिया भाषामा यसलाई यिन्टो भनिन्छ। यो हो लिची। चिनिया भाषामा यसलाई वसु भनिन्छ। यो हो किवी। चिनिया भाषामा यसलाई न्युरो भनिन्छ। यो हो ब्लुबेरी। चिनिया भाषामा यसलाई वनमै भनिन्छ। यो हो अन्जीर। चिनिया भाषामा यसलाई वोडो भनिन्छ। यो हो खजुर। चिनिया भाषामा यसलाई हेन्जौ भनिन्छ। यो हो कटहर। चिनिया भाषामा यसलाई ब्लम भनिन्छ। यो हो सरिफा। चिनिया भाषामा यसलाई फिनोसु भनिन्छ। यो हो एसेलु। चिनिया भाषामा यसलाई हेमे भनिन्छ। यो हो कागती। चिनिया भाषामा यसलाई निङ्नुङ भनिन्छ। यो हो ज्यामिर। चिनिया भाषामा यसलाई खन्नुङ भनिन्छ। यो हो ड्रागन फल। चिनिया भाषामा यसलाई हङ्ग्यो भनिन्छ। यो हो एभोकाडो। चिनिया भाषामा यसलाई नेयुदो भनिन्छ। यो हो खरबुजा। चिनिया भाषामा यसलाई ठेङ्गो भनिन्छ। यो हो ज्यामिर। चिनिया भाषामा यसलाई यिन्टो भनिन्छ। यो हो इमली। चिनिया भाषामा यसलाई लौङ्स भनिन्छ। यो हो अमला। चिनिया भाषामा यसलाई खौ भनिन्छ। यो हो सपोटा। चिनिया भाषामा यसलाई वन्सिनो भनिन्छ। यो हो किम्बु। चिनिया भाषामा यसलाई सिङसिङ भनिन्छ। यो हो हलुवाबेर। चिनिया भाषामा यसलाई से भनिन्छ। यो हो जैतुन। चिनिया भाषामा यसलाई गेनोन भनिन्छ। यो हो क्र्यानबेरी। चिनिया भाषामा यसलाई नुनियोमे भनिन्छ। यो हो प्यासन फ्रुट। चिनिया भाषामा यसलाई बेसेन्ड्यो भनिन्छ। यो हो बोबटे। चिनिया भाषामा यसलाई युजे भनिन्छ। यो हो क्विन। चिनिया भाषामा यसलाई नग्यो भनिन्छ।
यो हो रेवन चिनी। चिनिया भाषामा यसलाई ढङ भनिन्छ। यो हो सरिफा। चिनिया भाषामा यसलाई शे भनिन्छ। यो हो बेल। चिनिया भाषामा यसलाई मोफान्ड्यो भनिन्छ। यो हो लोङ्गन। चिनिया भाषामा यसलाई वन्गिन भनिन्छ। यो हो रम्बुटान। चिनिया भाषामा यसलाई हन्मन भनिन्छ। यो हो मङ्गोस्टिन। चिनिया भाषामा यसलाई शिन्सु भनिन्छ। यो हो डुरियन। चिनिया भाषामा यसलाई लेलन भनिन्छ। यो हो लोकार। चिनिया भाषामा यसलाई पप भनिन्छ। यो हो बयर। चिनिया भाषामा यसलाई जौ भनिन्छ।